केटाकेटीहरूलाई ट्याब्लेट र मोबाइलबाट टाढा राख्नको लागि मैले 4 वटा टिप्स मध्ये एउटा टिप्सको चाहिँ भिडियो राखेको थिएँ, हेर्नुभयो होला। यो चाहिँ हो टिप्स नम्बर 2। अब यसमा पर्छ एकदम क्वालिटी टाइम जति तपाईले आफ्नो छोराछोरीलाई दिन सक्नुहुन्छ त्यसको बारेमा है। अब क्वालिटी टाइम भन्नाले कस्तो? क्वालिटी टाइम भनेको छोराछोरीसँग सँगै बसेर टिभी हेर्नु क्वालिटी टाइम होइन, छोराछोरीलाई होमवर्क गराउनु पनि क्वालिटी टाइम होइन। यो भनेको छोराछोरीसँग एकदमै नितान्त रूपमा लेजर, जुन फुर्सद जस्तो पाराको खेल्ने, कुरा गर्ने, कथा भन्ने, क्राफ्टिङहरू गर्ने, कविता रच्ने, गीत गाउने, नाच्ने हैन, यस्ता यस्ता प्रोग्रामहरू रहन्छन् क्वालिटी टाइममा चाहिँ। यसमा चाहिँ केटाकेटी आफ्नो जुन अरू कुरा भन्दा बाहिर रहेर तपाईसँग एकदम कनेक्टेड भएर बसोस् हैन। फेरि यो होइन नि आमा बुवासँग मात्र भएको होइन, एकदम तपाईसँग चाहिँ बुवासँग मात्र अथवा आमासँग मात्र। अनि अब धेरैजनाको यो कम्प्लेन छ कि मसँग समय नै छैन भनेर हैन। म तपाईलाई टिप्स पनि कुनै बेला दिदिन्ला हैन, यो चार्ट बनाएर कसरी दिनहरू दिनचर्या प्रायोरिटी गर्ने भनेर। त्यो चार्टहरू दिइसकेपछि तपाईलाई धेरै सजिलो हुन्छ। तर सरसर्ती हेर्दा चाहिँ कस्तो देखिन्छ भने तपाईसँग जे जति दिनभरिको कामहरू छन् त्यसलाई एकदम विस्तार रूपमा लेखेर एउटा स्ट्र्याटेजी बनाएर राख्नु भयो भने जति मिल्छ समय निकाल्नलाई हैन, जति मिल्छ। तपाईँ यसमा चिन्तै नगर्नु, समय निस्किन्छ। तरिका नजाने हो हजुरहरूले, जानिसकेपछि निकाल्न सकिन्छ। तपाईहरुभन्दा धेरै धेरै व्यस्त बिजनेस गर्ने, व्यापार गर्ने, कर्पोरेट कम्पनीजहरुमा काम गर्नेहरूले पनि केटाकेटी हुर्काइरहेछन्, समय निकाल्न सके निकालिरहेछन् हैन। यी निकाल्न सक्नु पर्यो, प्रायोरिटीलाई चिन्न सक्नु पर्यो। हो म बुझ्छु धेरैजना महिलाहरूको चाहिँ अथवा बुवाहरूको चाहिँ समय निकाल्न सक्ने अवस्था अलिकति छैन तत्कालको लागि हैन। तर यो पनि कुरा बुझ्नुहोस् कि तपाईले छोराछोरी जन्माइसकेपछि एउटा रेस्पोन्सिबिलिटी पनि साथमा आएको हुन्छ, त्यसलाई चाहिँ नभुल्नु होला कहिले पनि हैन। त्यही भएर चाहिँ नयाँ छोराछोरी प्लानिङ गर्ने जुन फ्यामिलीहरू हुन्छ उहाँहरूले धेरै कुरा सोच्नुपर्ने हुन्छ कि अहिले हामी सक्षम छु कि छैनौँ, अहिले हामी तयार छौँ कि छैनौँ, केटाकेटीलाई हुर्काउन सक्ने क्षमता राख्छौँ राख्दैनौँ, फाइनान्शियल स्टेबिलिटी छ छैन, फुर्सद निकाल्न सक्छौँ सक्दैनौँ। अनि अर्को कुरा म भन्छु, विशेष गरेर बाबाहरूको लागि हैन, अफिसमा काम गर्नुहुन्छ के गर्नुहुन्छ हैन, बेलुका थाकेर आउनुहुन्छ हैन, बजेर आफ्नो केटाकेटीसँग समय व्यतीत गर्नुहुन्छ कि आफ्नो फोनमा अथवा ल्यापटपमा कन्टिन्यू गर्नुहुन्छ, त्यो एकदम ध्यान दिएर सुन्नु होला हैन। अफिसमा भएका कामहरूलाई छिटो गर्न सक्ने धेरैवटा स्ट्र्याटेजीहरू हुन्छ, टाइम म्यानेजमेन्टको कुराहरूमा आउँछ हैन। अनि समय कटौती गर्ने, कोलिग्सहरूसँग एकदम वेस्टफुल कुराहरूमा समय व्यतीत गर्नेदेखि लिएर हैन, लामो समयको जुन क्यान्टिन ब्रेकहरू हुन्छ लिनेदेखि लिएर सिगरेटहरू पिउने लामो समयहरू छन्, त्यो सबलाई तपाईँले काटेर एकदमै सिरियसली रूपमा लिनुभयो भने र एकदम प्रायोरिटीको रूपमा छोराछोरीलाई दिने टाइमलाई प्रायोरिटीको रूपमा देख्नुभयो भने अवश्य पनि ट्रस्ट मी तपाईँले गर्न सक्नुहुन्छ। आधी घण्टा गर्नुहुन्छ कि 1 घण्टा गर्नुहुन्छ कि कति गर्नुहुन्छ, सक्नुहुन्छ। समय निकालेर क्वालिटी टाइम छोराछोरीसँग व्यतीत गर्नु होला है त। सजेसन कस्तो लाग्यो? राम्रो लागेन भने कमेन्ट गर्नु होला, राम्रो लाग्यो भने पनि कमेन्ट गर्नु होला। आफ्नो आफन्तजनलाई पनि सेयर गरिदिनु होला, उहाँहरूले पनि केही गर्नुहोस्। केटाकेटीहरूलाई ट्याब्लेट र मोबाइलबाट टाढा राख्नको लागि मैले 4 वटा टिप्स मध्ये एउटा टिप्सको चाहिँ भिडियो राखेको थिएँ, हेर्नुभयो होला। यो चाहिँ हो टिप्स नम्बर 2। अब यसमा पर्छ एकदम क्वालिटी टाइम जति तपाईले आफ्नो छोराछोरीलाई दिन सक्नुहुन्छ त्यसको बारेमा है। अब क्वालिटी टाइम भन्नाले कस्तो? क्वालिटी टाइम भनेको छोराछोरीसँग सँगै बसेर टिभी हेर्नु क्वालिटी टाइम होइन, छोराछोरीलाई होमवर्क गराउनु पनि क्वालिटी टाइम होइन। यो भनेको छोराछोरीसँग एकदमै नितान्त रूपमा लेजर, जुन फुर्सद जस्तो पाराको खेल्ने, कुरा गर्ने, कथा भन्ने, क्राफ्टिङहरू गर्ने,